इक्वल टू कहाँ से आता है? ए स्क्वायर प्लस बी स्क्वायर का फॉर्मूला। ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर। बी स्क्वायर नहीं होगा यार। क्यों नहीं होगा? ये स्क्वायर का ना, ए स्क्वायर प्लस बी स्क्वायर का। हेलो एभ्रिवान, फर्स्ट अफ वेलकम टु ब्याक माई न्यू ब्लग। आयो सबैजना सन्चै हुनुहुन्छ होला है। भर्खरै ड्युटी आएको यार, अनि लिफ्ट बन्द रहेछ, सिडीदेखि नै आउँदैछ, चढ्दैछु सिडीमा। तर फेरि आजदेखि पार्टी सुरु भएछ। अब जम फर्स्टमा आएको सेटिङ लगाउनु पऱ्यो, अनि त्यसपछि चाहिँ कटिङ हेर्नुपर्ने हुन्छ। पार्टी पनि फेरि फ्राइडे सटरडे सन्डेदेखि सुरु हुन्छ। सिडी चढेको फ्या बनाइदियो यार, आदत छैन नि त सिडी चढ्ने। ठिक छ, फर्स्टमा चाहिँ अब ड्रेस चेन्ज चाहिँ जानु पऱ्यो, त्यसपछि चाहिँ काममा लाग्नु पर्ने हुन्छ। हामीले चाहिँ काममा लागौँ, त्यसपछि चाहिँ अब के हुन्छ के हुँदैन चाहिँ त्यसले गाइदैन। काम चाहिँ साह्रै छ लास्ट आज। ओके भाइ, बस ड्रेस लगाएर हिजो चाहिँ खाना खाँदै थिएँ कि, यहाँ चाहिँ सब्जी गिरेको थिएँ कि, तुमको गन्ध देखिरहेको छ, केही छैन, तर एप्रोन लगाएर चाहिँ सब लेभल भइहाल्छ। ठिक छ गाइज, काम चाहिँ साह्रै छ होइन हाम्रो चाहिँ, बढ्दैछ बिस्तारै। यो पनि काम चाहिँ साह्रै छ आज, सबै काम साम्राउनु पऱ्यो, कटिङ अनि भोलिको पनि रेडी गरेर राख्नु पऱ्यो आज चाहिँ। अनि भोलि पनि हाम्रो चाहिँ फेरि ठुलो पार्टी छ नि त, 3-4वटा पार्टी छ भोलि चाहिँ 8 तारिक, अनि आज चाहिँ एउटा छ पार्टी शान्तिमा। ठिक छ, अब सबै म्यानेज गर्नु पऱ्यो, त्यसपछि चाहिँ अब काम सम्हाल्नु पर्ने हुन्छ। अब ल ठिक छ गाइज, पहिला सेटिङ लगाऊँ, अनि त्यसपछि चाहिँ हेरौँ के हुन्छ। के गर्नु गाइज, जस्ट भर्खर आयो यार रुममा। लास्ट काम थियो गएको, नन स्टप लागिरहेको थियो काम चाहिँ। भोलिको रेडी गर्नुपर्ने थियो नि त हामीले चाहिँ, अनि सबै रेडी गरेर चाहिँ आएको छु। अनि भरे चाहिँ बनाउनु पर्ने छ मन्चुरियन ड्राई पनि छ हाम्रो, चिकन सल्ट पनि, चिकनहरू काटेर राखेको छ, एन्ड हाम्रो मन्चुरियनको कटिङ पनि गरेर राखेको छु मैले चाहिँ। अनि भरे गएर चाहिँ बनाउनु पर्ने हुन्छ सबै कुराहरू। यस्तै हुन्छ कि, किनकि काममा भएपछि देखाउनै मिल्दैन होइन, त्यही त हो नि फ्री टाइममा। तर आज पनि परिवारहरू कस्तो बसिरहेको छ, तर जोडी छ होइन, साह्रै छैन नि। अब चामल केही छैन, न त दिनुहुन्थ्यो। ठिक छ गाइज, अब आराम गर्नु पऱ्यो, त्यही हो। त्यसपछि चाहिँ अब भरे जानु पऱ्यो, भरे गएर चाहिँ अनि सबै सेटिङहरू सबै सामानहरू चाहिँ मिलाउनु पर्ने हुन्छ। अनि साइडतिर यस्तै छ हाम्रो। आजभोलि हल्का कालो भयो भन्ने अरे क्या, कालो त भएको छैन हो, तर एकचोटि घर गएको थियो कालो चाहिँ भएन, म जस्तो थियो त्यस्तै भएर गएको थियो। ठिक छ, अब चाहिँ आराम गर्नु पऱ्यो गाइस। 4 बजिसक्यो, आज हल्का लेट भइसक्यो खानासाना खाँदा, त्यहाँदेखि गर्दा 4 बजिसक्यो। अब चाहिँ त्यही हो, भरे हेरौँ के हुन्छ। अब त्यस्तै हो, अर्डर चल्ने हुन्छ। फ्राइडे आज पार्टी थियो, मर्निङमा चाहिँ पार्टी सकिहाल्यो। हाम्रो चाहिँ केही थिएन आज, भोलिदेखि छ फेरि पार्टी, 4वटा पार्टी छ एकै दिनमा 8 तारिक। त्यस्तै हो, फेरि भिडियो पनि आज बनायो भने भोलि अपलोड गर्नुपर्ने हुन्छ होइन, किनकि फर्स्ट आजै बनाएर आजै हाल्दा चाहिँ सकिनँ कि, किनकि रस भइदिन्छ क्या। त्यही कारणले गर्दा चाहिँ आज भोलि यस्तै हो। ठिक छ गाइज, अब चाहिँ आराम गर्नु पऱ्यो, अनि त्यसपछि चाहिँ भरेतिर ड्युटी। अनि त्यही हो, माहौलहरू चाहिँ यस्तै छ फेरि यहाँको। तर यहाँ चाहिँ शीतल चाहिँ मस्त हुन्छ क्या, होइन ठाउँ चाहिँ टक्क होइन। घाम चाहिँ पनि घामै देखिन्न क्या, यतातिर देखिने भनेको घाम चाहिँ यो साइडमा मात्रै हो घाम, यो पार्किङ एरियातिर एन्ड बाटोतिर देखिन्छ घाम चाहिँ। अनि त्यही हो, यतातिर चाहिँ शीतल चाहिँ मजा आउँछ। तर बर्खाको महिना चाहिँ फेरि हल्का गार्मी हुन्छ, किनकि पानीतिर पुरै चारैतिर पुरै पानी भरिन्छ क्या, यहाँतिर नालाहरू पानी सानी भरेर। त्यही हो, ल ठिक छ गाइस, अब चाहिँ सुत्नु पऱ्यो, अब भरे भेट्ने कुरा हुन्छ। के गर्नु त, कामको माने यस्तै हुन्छ काममा। के भाइ, जस्ट निक्लेको ड्युटीतिर 4 चोटि यताउता गर्नुपर्छ, अपडाउन गर्नुपर्छ, त्यसपछि सक्यो ड्युटी। दिनै सकिन्छ भनौँ न 4 चोटि अपडाउन गर्दा। होटलदेखि रुमदेखि होटल 4 चोटि अपडाउन गर्दा चाहिँ दिन नै सकिन्छ कि हाम्रो चाहिँ। अब चाहिँ ड्युटी पनि आइसक्यो, अब चाहिँ कामसम्म पनि गर्नु पऱ्यो। त्यही हो, हेरौँ माथि गएर के हुन्छ आज, के कस्तो चल्छ। आई होप चलोस्, हाम्रो एनी टाइम गएको पनि थाहा हुँदैन। पार्किङ हेरौँ न कस्तो छ आज, पुरा फुल छ कि, हेर्दा त पुरै 3-4 दिन भइसक्यो आज भोलि पार्किङ चाहिँ लास्ट बिजी। पार्किङ चाहिँ लास्ट बिजी छ, प्याक छ पुरै। हेरौँ कस्तो चल्छ आज चाहिँ, आई होप राम्रै चलोस्। सक्यो क्या, त्यस्तो हाल्छ हाम्रो किचनको यो हाल्छ, सरसफाइ गरेर क्वालिटी। अब जस्ट हाम्रो क्लोजिङ सबै भइसक्यो, खाना पनि खाएर चाहिँ अब पर्खिनु लाग्यो, केटाहरूले पनि क्लोजिङ हान्दैछ। ओके भाइ, जस्ट हाम्रो चाहिँ क्लोजिङ गरेर चाहिँ निस्केको भर्खरै। अनि केटाहरू चाहिँ त्यहाँ पसलमा छ कि,
हल्का स्मोक गर्नु पऱ्यो नि त। खानासाना खाएर आएको, लास्ट थकाइ पनि लाग्छ। 7 बजीदेखि नन स्टप लागेछ त लागेछ। अनि त्यही हो, भाइ मेरोले फोन गरेछ, भाइले फोन गरेछ। जस्ट मिनट, भाइले कहाँ छ भन्दै थियो कि म त यता दोकान आएको छु। ठिक छ, केटाहरू चाहिँ सिगरेट लिँदैछ, अब चाहिँ पिनु पऱ्यो, त्यसपछि जानु पऱ्यो। भोलि चाहिँ फेरि पार्टी छ, मर्निङमा हल्का छिटो आउनु पर्ने छ, किनकि सबै रेडी गरेर राखेको हामीले, सबै कुराहरू A to Z। अब भोलि आएर चाहिँ पिकअप गराउनु मात्र बाँकी छ नि त। बिहानबाट नाखुनको हाल यस्तो भइसक्यो, त्यही पनि देखिन्न क्या यताबाट यस्तो टुटेको नि उडेको। चलो ठिक छ, स्मोक गरेर चाहिँ हिँड्दै जानुपर्छ, मस्त गफसप हान्दै जानुपर्छ साथीभाइसँग। भाइ जस्ट हामी चाहिँ पुगिरहेको रुममा। केटाहरूको खै के चले गरे है, A स्क्वायर के गरे, चल चल A स्क्वायर प्लस B स्क्वायर का फॉर्मूला बोल, चल बोल 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 बोल। अभी बोल रहा था ये प्लस 2AB प्लस B स्क्वायर प्लस 2 इक्वल टू कहाँ से आता है रे? A स्क्वायर प्लस B स्क्वायर का फॉर्मूला, A स्क्वायर प्लस 2AB प्लस B स्क्वायर। B स्क्वायर नहीं होगा यार, क्यों नहीं होगा? ये स्क्वायर का ना, A स्क्वायर प्लस B स्क्वायर का A स्क्वायर प्लस 2AB प्लस B स्क्वायर होता है। ऐसा ही है। तो कौन सी स्कूल में गया तू? कितने तक गया स्कूल में? मैं तो चार क्लास पढ़ा, बस 4 क्लास। काम लगाइए आज सुनना मेरी बात। ओके किसी क्या बोल रहा है पता है मेरे को? आज मैं नहीं चिल्लाऊंगा, परसों चिल्लाया था ना उसको, तो आज बोला, परसों बोला था ना मेरे ने, मैं आता, आप आते था मेरा हड़बड़ी मच जाता। कल आज क्या बोल रहा है? क्या सब चिल्लाऊंगा, आज चिल्लाऊंगा नहीं मैं, तो आराम से काम कर रहा। मैं हंस रहा है आज। ओके भाइ, चलो रुम पे पनि पुगिसक्यो। ओके भाइ, जस्ट खुट्टा सुरा त धोइसक्यो, अब चाहिँ फ्रेस हुनु पऱ्यो एकछिनमा। टी सर्ट खोल्नु पऱ्यो, सर्टहरू खोल्नु पऱ्यो। त्यही हो, भोलि चाहिँ फेरि पार्टी छ, मर्निङमा चाहिँ हल्का छिटो जानुपर्ने छ कि, टाइममै सुन्नु पऱ्यो। 12 बजिसक्यो, ठिक्क 11 बजीतिर क्लोजिङ गर्नलाई थियो कि, मैले देखाएको थिएँ नि त। जस्ट 11 बजिसकेको थियो कि हाम्रो चाहिँ 11 बजिसकेको थियो कि। अनि फेरि साफसुफ गरेर चाहिँ खानासाना खाँदा ह्यानत्यान गर्दा 11:45 जस्तै भइसक्यो। अनि दोकान सोकान स्मोक गर्दा चाहिँ अहिले चाहिँ एक्ज्याक्टली 12 बजिसकेको छ हाम्रो चाहिँ। त्यही हो, अब चाहिँ हामीले चाहिँ फ्रेस हुनु पऱ्यो। अनि त्यही हो, एकछिन मोबाइल चलाउनु पर्ने चाहिँ। मोबाइल चलाउँदा टाइम गएको पनि थाहै हुँदैन कि, फेरि एक्ज्याक्टली कति बजेको हुन्छ। 2-3 बजीसम्म मोबाइल मजाले हेरिदिन्छ हामीले चाहिँ, टाइम गएको थाहै हुँदैन फेरि मोबाइल हेर्दा चाहिँ। त्यही हो, अब चाहिँ यस्तै छ जिन्दगानी गाइस। पार्टी फेरि यस्तो पार्टी, हाम्रो पार्टीको सिन पनि के हुन्छ भन्दा नि, फ्राइडे सटरडे सन्डेको दिन लास्ट पार्टी आउँछ। 3 दिन चाहिँ हुन्छ कि पार्टी फेरि। तर पार्टी लिने मान्छे चाहिँ ब्रोकर नै हो कि, किनकि सेफले राम्रोसँग पार्टी लाग्दैन कि। पार्टी 3 दिन, मन्डे ट्युसडे वेडनेसडे के, मन्डे ट्युसडे, मलाई त्यो मन्डे सन्डे पनि आउँदैन कि, सरी, सोमबार मङ्गलबार बुधबार होइन, 3 दिन के, 3 दिन लिनुपर्ने हो कि पार्टी, किनकि त्यो दिन चल्दैन नि त। त्यही भएर चाहिँ त्यो दिन पार्टी लिनुपर्ने हो त्यो दिन। तर कि चल्ने दिन नै पार्टी लगिदिन्छ कि, फेरि यता पनि हेर्नुपर्ने हुन्छ, उता पनि हेर्नुपर्ने हुन्छ कि, दुईतिर हेर्नुपर्ने हुन्छ कि पार्टीको र अनि आलाकाटको के, दुईटैतिर हेर्नुपर्ने हुन्छ। त्यही भएर हल्का गाह्रो पर्छ कि हामीहरूलाई चाहिँ। हल्का मन्डे सन्डेको दिन, सरी मन्डे ट्युसडेको दिन चाहिँ हल्का लग्यो भनेपछि के हुन्छ भने त नि, त्यो दिन होटल चल्दैन कि। हल्का त्यो त्योमा पार्टी आयो भनेपछि हल्का होटल चले जस्तो लाग्छ नि त हाम्रो आफूलाई पनि कि। हप्ताभरि चलेको जस्तो पनि लाग्छ कि होटल पनि। सटरडे सन्डेको दिन पार्टी लगेर चाहिँ हल्का गाह्रो पर्छ। ठिक छ, जस्तो चलिरहेको छ त्यस्तै चलाउनु पर्ने हुन्छ हामीले पनि होइन। तर चाहिँ गुनासो त्यस्तै होइन भनेको मात्र हो कि हामीले। तर मन्डे सटरडेको दिन हल्का चले जस्तो लाग्छ भन्ने याउ लाग्छ नि त। मन्डे उस्तो दिन चल्दैन होटल, अनि फेरि लास्ट बोर लागिरहेको हुन्छ, अनि त्यही यताउता घुम त्यहाँ त्यस्तै टाइम गएको हुन्छ क्या। तर ठिक छ गाइस, अब त्यही हो, हल्का फ्रेस हुनु पऱ्यो। अब चाहिँ सुत्ने टाइम पनि भइसक्यो। अनि आजको ब्लग चाहिँ अनि के कस्तो लाग्यो गाइस होइन, कमेन्ट चाहिँ गर्नु होला। अनि जसले मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नुभएको छैन भने प्लिज लाइक एन्ड सब्सक्राइब भन्नु साथ अनि सपोर्ट चाहिँ मैले देखाइदिनु होला। दारी पनि आउन लागिसक्यो, अस्ति भर्खरै फालेको। तर यहाँको छिटो पर्छ, फेरि यहाँको चाहिँ हल्का लेट नै पर्छ क्या। फेरि यतातिर होइन आमको पत्ताहरू गिरेर आम चाहिँ फलिसकेको छ। अब चाहिँ खाना चाहिँ मजा आउनेछ आम, किनकि टाइम भइसक्यो नि त। टक्क पारेर पाक्छ नि आम चाहिँ, टक्क त्यहाँ बाहिर त्यहाँ बसेर चाहिँ मजाले आम जस्तै बस्न मजा आउँछ कि। अनि त्यही हो गाइस, आमको मौसम पनि आउन लागिसक्यो। तर चाहिँ नेपालभन्दा नि यहाँको चाहिँ आम हल्का छिटो नै पाक्छ क्या, टाइम टेबल। अब पानी पर्ने पनि फेरि त्यस्तै हो, फेरि पानी परिदिन्छ अगाडि नै छिटो पर्छ पानी पनि। गर्मी पनि हल्का छिटो नै हुन्छ यहाँ, तर मौसम चाहिँ हल्का यहाँको चिल नै लाग्छ कि मौसम चाहिँ मलाई चाहिँ। ठिक छ, गर्मी भएको त्यति साह्रो त थाहा हुँदैन, किनकि
के हुन्छ भन्दा नि गर्मी अब दिनभरि जाऊ न बिहान हामी टक्क 11 बजीतिर उठेको हुन्छ न 10:30 बजीतिर उठेर नुहाइदै गरेर चाहिँ 11 बजीतिर ड्याम जान्छ जाने बेला मात्र गर्मी घाम देखिने हो कि हामीले चाहिँ अनि आउँदा 3 बजे चाहिँ देखिन्छ अनि जाने बेला चाहिँ अब साँझ परिहाल्छ 7 बजीतिर अनि राति चाहिँ अब त्यस्तै त जुन लागिरहेको हुन्छ जुन भन्दा नि लाइटिङले गर्दा चाहिँ केही देखिँदैन सबै उज्यालो नै हुन्छ क्या यहाँ चाहिँ हेर्नु न रात परे चाहिँ 12 बजिसकेको छ न उज्यालै छ नि त चारैतिर ठिक छ गाइस आजको ब्लग चाहिँ अनि के कस्तो लाग्यो प्लिज कमेन्ट चाहिँ गर्नु होला ल अब चाहिँ म पनि हल्का अब फ्रेस भएर चाहिँ मजाले एकछिन मोबाइल चलाउनु पऱ्यो त्यसपछि चाहिँ के हुन्छ के हुँदैन चाहिँ अब त्यही हो गाइस अब भोलि हेरौँ के हुन्छ अब भोलि अब टाइम भएपछि चाहिँ अब बनाउने कुरा हुन्छ न ब्लग चाहिँ अनि भोलि भएन भने चाहिँ अब त्यही हल्का लेट सेट भइहाल्छ कि मेरो चाहिँ ठिक छ गाइस आजको लागि चाहिँ यति नै भेट्नेछु नेक्स्ट ब्लगमा न्यू कन्टेन्ट लिएर आई होप प्लिज सपोर्ट गर्नु होला हजुरहरू हस् ल जे नेपाल गाइस बाई बाई टेक केयर गुड नाइट लभ यु अल माई युट्युब फ्यामिली टाटा बाई बाई